हेलो वेलकम टु माई न्यू भिडियो। तपाईलाई आजको भिडियोमा स्वागत छ। यो आजको भिडियोमा चाहिँ मैले टाइम एन्ड वर्क रिलेटेड एउटा प्रब्लम लिएर आएको छु, जुन चाहिँ पहिला धेरै यो प्रश्न चाहिँ योभन्दा अगाडिको धेरै एक्जामहरुमा सोधिसकेको छ। शाखा अधिकृत साथै संस्थानहरुको 6औं लेभलमा सोधिसकेको प्रश्न छ। म ढिला नगरिकन यो प्रश्नको सल्भ गर्नतिर लागिहालेँ है त। हामीलाई क्वेशनले के भनेको छ भन्दाखेरि 6 मेन र 8 वुमेनले एउटा काम 10 दिनमा गर्न सक्छन् भनेको छ। सिमिलरली 26 मेन एन्ड 48 वुमेनले एउटा काम 2 डेजमा गर्न सक्छ भने हामीले के निकाल्नु पर्ने छ? व्हाट विल बी टाइम टेकन बाइ 15 मेन एन्ड 20 वुमेन। साथीहरु यो प्रश्नलाई हामीले इक्वेसन बनाएर पनि गर्न मिल्छ, जस्तो कि 6 मेन प्लस 8 वुमेन 6 मेन प्लस 8 वुमेन इन हाउ मेनी डेज 10 डेज भनेको छ 1/10 10 डेज भनेको पनि छ। सिमिलरली हामीले 26 मेन प्लस 48 वुमेन टेन्स टु 1/2 गरेर यसरी इक्वेसन पनि गराएर गर्न सक्छौं। तर यसरी गर्दाखेरि यो एकदम धेरै लामो हुने भएकोले हामीले यो स्टाइलबाट गर्दैनौं। अब हामीले कुन स्टाइलबाट गर्छौं भन्दाखेरि हामीले चाहिँ यो इक्वेसन बनाएर गर्दाखेरि एकदम धेरै लेन्दी हुने भएकोले हामीले अब रेशियो लिएर गर्छौं है त। अब हामीले यसमा सुरुमा के गरौँ भन्दाखेरि मेन र वुमेनको रेशियो निकालौँ। मेन र वुमेनको रेशियो निकाल्छौँ हामीले सुरुमा, इफिसिएन्सी निकाल्छौँ है त। मेन र वुमेनको इफिसिएन्सी कसरी निकाल्ने भन्दाखेरि साथीहरु यहाँ के भनेको छ 6 मेनले 10 डेजमा भनेको छ भनेपछि 6 10 जा कति भयो 60 भयो। 10 6 जा कति भयो 60 भयो। सिमिलरली 26 मेनले कति भनेको छ 2 भनेको छ। 26 2 जा कति भयो 52 भयो 52 भयो। अब हामीले 60 बाट 52 घटाउँदाखेरि कति भयो त 8 भयो 8 भयो। सिमिलरली वुमेनको केस हेरौँ 8 वुमेन क्यान डु अ वर्क इन 10 डेज भनेको छ। 8 10 जा कति भयो त 8 10 जा भयो 80 एन्ड 48 2 जा कति भयो 96 भयो। अनि 96 बाट त्यो घटाउँदाखेरि कति भयो त 16 भयो है त। ल अब यो रेशियो कति आयो इफिसिएन्सी कति आयो यसको इफिसिएन्सीको रेशियो आयो 8 2 जा 16 8 2 जा 16 भनेको 2। मेनको इफिसिएन्सी 2 रहेछ भनेपछि वुमेनको इफिसिएन्सी कति रहेछ 1 रहेछ। पहिले यो कुरा बुझ्नु पर्यो। हामीले सुरुमा मेन र वुमेनको इफिसिएन्सी निकाल्ने। र हाम्रो मेनको इफिसिएन्सी कति आयो मेनको इफिसिएन्सी आयो 2। सिमिलरली वुमेनको इफिसिएन्सी आयो कति आयो 1 आयो हैन। यो कुरा बुझ्ने। अब हामीले सुरुमा हेरौँ त 6 मेन एन्ड 8 वुमेन भनेछ भने चाहिँ मेनको इफिसिएन्सी कति हो 2 हो। त्यही भएर 6 2 जा कति भयो त 6 2 जा 12 भयो। 8 वुमेन भनेको छ 8 वुमेन भनेको कति हो वुमेनको इफिसिएन्सी 1 हो भनेपछि टोटल इफिसिएन्सी कति छ 12 प्लस यहाँ 1 भएपछि वुमेनको इफिसिएन्सी 8 हुने भयो है। 8 1 जा 1 हुन्छ भनेपछि यहाँ कति भयो 8 भयो भनेपछि हाम्रो टोटल इफिसिएन्सी कति भयो 12 प्लस 8 12 प्लस 8 कति भयो हाम्रो 20 भयो। अब 20 भनेपछि हाम्रो कति दिनमा सक्यो भने चाहिँ 10 डेजमा भनेको छ भनेपछि हाम्रो टोटल काम भनेको कति भयो 10 इन्टु 20 गर्दाखेरि हाम्रो टोटल वर्क कति भयो 200 भयो। 200 वटा काम भयो है। यहाँसम्म केही छ। हामीले मेन र वुमेनको इफिसिएन्सी निकाल्यौं। यहाँ एम र डब्ल्यु चाहिँ अलि ठुलो भयो यो माउसले काम नगरेर है। अब हामीले के भन्छ 15 मेन एन्ड 20 वुमेन भनेको छ। 15 मेन भनेपछि एउटा मान्छेको इफिसिएन्सी कति हो 2 हो कि हैन भनेपछि 15 मेनको कति भयो 30 भयो यो 30 भयो प्लस 20 भनेपछि 20 वुमेन भनेपछि 20 वुमेनको 1 छ इफिसिएन्सी त्यही भएर यो कति भयो 21 चाहिँ 20 भयो। अब हामी अन्तिमतिर आइसक्यौं। हाम्रो टोटल काम छ कति 200 काम छ 200 है। 200 भनेपछि 30 प्लस 20 कति भयो त 50 भयो 50 भयो भनेपछि कति भयो 50 4 जा 4 डेज। Therefore right answer is 4 days. Thank you.